Hello guys, welcome to our blog. This is our first blog in this season. We can say Seasonal blogger. seasonal blog. We are seasonal bloggers. Here is my friend Prabhat, Hello. and currently we are heading towards Changu Narayan Temple, The oldest temple of Nepal. which is listed in World Heritage Site. In a few moments we will show you how's the temple and why it is more important to list in the World Heritage sites. There are many temples of Nepal which are listed in World Heritage Site, but this one is near to us, so we came here. Now I would like to hand over a phone to my friend, which ए नेपाली बोल्नु सिधा यार हात तरिका he will describe something more about it. I know nothing about this place except I want to visit it. यो this is सल्लाहको रुखहरू And यो चाहिँ धेरै मेरो दृश्यले हेर्नुभयो भने धेरै राम्रो छ यो अहिलेको ठाउँ. and this looks good. This looks रङ टङ मुभीको जस्तो same exactly like a movie. Wrong turn. कति फोहोर छ यार यी फोहोर हेर्नुहोस् यो यसको बाटो हो, कति वर्ल्ड यार। हेरिटेज साइट जाने बाटो. यो हामी चाङ्गु जाने बाटो हो. There is picnic going. अनि यहाँ केटाहरू पिकनिक मनाउँदैछन्. यहाँ बाइक हेर्न सक्नुहुन्छ. यो हेर्नु कति फोहोर छ यार छ्या। यो हेर्नु फोहोर हेर्नु. वर्ल्ड हेरिटेज साइट जाने बाटो यस्तो रहेछ. हामी हेर्न सक्छौँ कति राम्रो दृश्य. मान्छेहरू फोटो खिचिरहेछन्. बाँदरहरू चाहिँ माथि गएर छ हामीहरू यो मेरो साथी प्रभात. हामी दोस्रो कि तेस्रो चोटि सँगै आएको यता चाङ्गु नारायण आज घुम्न. यसो इन्जिनियरिङ राम्रो होस् भनेर अँ, भगवान्सँग प्रार्थना. यहाँबाट हेर्न सक्नुहुन्छ यहाँबाट दृश्य कस्तो रहेछ. एउटा चाहिँ गाडी जाने बाटो छ तर भर्याङ अलि धेरै चढिसक्यौँ हामी. अँ, अब अलि सिधा बाटो हिँड्न मन छ. सो लेट्स गो. गाडीको बाटोमा घोडा. हामी फाइनल्ली पुरातान्त्रिक चाङ्गु नारायण मन्दिर. यो भनेको रोटरी क्लब अफ चाङ्गुको हो. कन्ट्रिब्युसनमा भनेको कन्ट्रिब्युसनमा बनिएको छ यो, हेर्न सक्नुहुन्छ. र अब हामी यहाँबाट हेर्छौँ मेरो साथी. अनि यहाँबाट दृश्य यो हेर्नु. धेरै पछि हामी यता आएको यही भ्यू हेर्नको लागि. धेरै रमाइलो भ्यू छ. नेपाल कस्तो होइन स्विजरल्यान्ड तर अनयुटिलाइज पोटेन्सियल मतलब स्विजरल्यान्ड विथ अनयुटिलाइज पोटेन्सियल जस्तो लाग्छ कि जति त्यो हाल्यो त्यतै युटिलाइज गरेर केही न केही गर्न सकिन्छ जस्तो लाग्छ. अब आफू पनि त्यो पोजिसनमा नभएर हो कि साथै गर्न मिल्न सक्ने भएर हो तर कति धेरै पोटेन्सियल छ कि. अहिले जस्तो अब हामी आज 17 गते हो, माघको 17 गते. आउने दिन फागुन 29 गते इलेक्सन छ अरे. 21 गते फागुन 21 गते इलेक्सन छ अरे. त्यसको बारेमा तिमी के भन्न चाहन्छौ? इलेक्सन होस् सबभन्दा पहिला कुरा त त्यसपछि बाँकी मान्छेले चुज गरिहाल्छन्. ल ठिक छ, इलेक्सन त भयो. मानव इलेक्सन राम्रोले जितुन्.
अँ हाम्रोले अहिले अहिले इलेक्सन कमिसनले चाहिँ आर्मी नै डिप्लोइड गरेका छन् रे। अब जस्तै धेरै मान्छेहरू के भनिरहेछन् भने यो जुन हत्या भयो जेन्जीको आन्दोलनमा, यति रगत बग्यो, यति पीडा भयो, एकदम नराम्रो कुरा हो त्यो। मेरो दिमागमा झ्याप्पै अहिले एउटा कुरा के आयो, मान्छेले केही कुरा गर्दाखेरि, केही रेभोल्युसन हुँदाखेरि, केही इम्प्याक्ट पर्दाखेरि त्यो कुराको फ्रेमिङ कसरी भइरहेछ भन्ने कुराले चाहिँ एकदम ठुलो इम्प्याक्ट पर्छ कि। जस्तै जेन्जी भन्दाखेरि मैले ठ्याक्कै बिर्सेँ 2000 हो कि 1997देखि 2013सम्मकोलाई भन्छ। त्यो जेन्जीमा 12-13 वर्षको माइनरहरू पनि पर्छ कि, तिनीहरूलाई इन्क्लुड गर्नु भएन। जेन्जी भनेको माइनरहरू पनि आउँछ, टिनेजमा भएको मान्छेहरू पनि आउँछ, टिनेज पछिको किशोर अवस्था सकिसकेको मान्छेहरू पनि आउँछ। सो अलिकति यसलाई चाहिँ फ्रेमिङ राम्ररी गर्नुपर्छ। जेन्जी आन्दोलन पुरै जेन्जीमै मात्रै होइन कि, गतिलो मान्छेहरूको लागि आन्दोलन थियो यो। सानो बच्चाहरू पनि आएको थियो सबैलाई इन्क्लुड गर्नुहुन्न, माइनरहरू पनि छ, टिनेजहरू पनि छ, सबै होइन। जेन्जी भनेको त सबै हो नि। सेम कुरा लकडाउनको बेला भएको थियो कि। लकडाउनको बेला तपाईँलाई सोसल डिस्टेन्सिङ एकदम भाइरलै वर्ड थियो कि यो, कि मेन्टेन गर्नुपर्छ सोसल डिस्टेन्सिङ, यति मिटरको डिस्टेन्स कायम गर्नुपर्छ। त्यो भनेको फिजिकल डिस्टेन्सिङ हो कि होइन। सोसल कनेक्टिभिटी त झन् हामीलाई त्यो टाइममा झन् बढी चाहिएको थियो। सो अलिकति फ्रेमिङ राम्ररी गऱ्यो भने इम्प्याक्ट राम्रो पर्छ। सो पछि पनि अलिकति नियालेले हेर्नु होला कि कस्तो फ्रेम भइरहेछ। अब जस्तै अहिले इलेक्सन आउँदैछ नि, अब इलेक्सनमा सबजनाले कोही हर्क सम्पाङलाई तपाईँ हेर्नु। सो दिस इज अगेन नेक्स्ट स्टेप, नेपालीमा भनौँ न, नेपालीमा दोस्रो भर्याङ हो सायद यो। भर्याङ त्यो भ्यू पछि अर्को पछाडि गएर दिज आर द स्टेप्स। लिनुहोस्, न्यारेट गर्नुहोस् हजुर। यो हेर्न सक्नुहुन्छ तपाईँ, यो चाहिँ च्याङ्गो नारायण जाने बाटो हो। अनि हामी अहिले हिँड्दैछौँ। यहाँ मेरो साथी प्रभात। अनि अब हामी अलमोस्ट च्याङ्गो नारायण टेम्पल पुगिसक्यौँ। बसौँला, यसो इम्मच्योर पोलिटिक्सको कुरा गरौँला। अहिले पोलिटिक्सको कुरा निस्किहाल्छ क्या, निस्किहाल्छ आफै। यो हामी च्याङ्गो नारायण परिषदभित्र आइपुगेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ मान्छेहरू आछन्, धेरै भिड छ। यो एउटा मन्दिर हो। मैले त फोटो खिच्न मिल्दैन भन्दा यो चाहिँ च्याङ्गो नारायण हो हाम्रो च्याङ्गो नारायण मन्दिर। अनि यही नारायण भनेको चाहिँ विष्णुजीको, भगवान् श्री विष्णुको मन्दिरलाई तपाईँले जता पनि सुन्नुभयो भने प्राय नारायण भनेर सम्बोधित गरिन्छ। अनि यही मन्दिर चाहिँ वर्ल्ड हेरिटेज साइटमा लिस्टेड भएको छ। हामी हेर्न सक्छ यसको क्राफ्टम्यान। नट जस्ट वान अफ द ओन्ली ओल्डेस्ट टेम्पल अफ नेपाल, मोर देन 2000 इयर्स ओल्ड हो यो। यसको क्राफ्टम्यान हामी हेर्न सक्छौँ। क्राफ्टम्यानसिप कति राम्रो बनाएको छ। यहाँ धेरै मान्छेहरू घुम्न पनि आछन्, पूजा गर्न आछन्। यहाँनिर एउटा मन्दिर छ, हेर्न सक्नुहुन्छ। धेरै पहिलादेखि लिएर अहिलेसम्म धेरै कुरा चेन्ज भयो होइन, तर एउटा कुरा कन्स्ट्यान्ट छ कि रिलिजियस इम्पोर्टेन्स पहिला नै थियो र अहिले पनि छ, पछि नै हुन्छ। ह्युमन सिभिलाइजेसनको कमन फ्याक्टर एउटा रिलिजन भन्न सकिन्छ। सबभन्दा
यो चाङ्गु नारायण पछाडिको म एकचोटि यहाँ जयसँग आएको थिएँ, मेरो इन्स्टाग्रामको फर्स्ट फोटो यहीँको छ। एकदम लभली भ्यू पोइन्ट पानी छ। परेको थियो कि त्यो बेला झन् कस्तो हरियो देखाएको कि। यहाँ हामी चाङ्गु नारायण परिषदको तलपट्टि आइपुगेका छौँ। म सुरुमा कलेज आउँदाखेरि अँ त्यही ओर्ल्याएको थिएँ म। कहाँ? उता अगाडि बस स्टप छ, अनि त्यहाँबाट हिँड्दै गयो। त्यहाँबाट मान्छेले सोध्दै सोध्दै कुन चाहिँ खेताला बाटो हुँदै आएको थिएँ, केही थाहा थिएन मलाई। म तर्सेको एकछिनलाई कलेजको बाटो पनि यस्तो हुन्छ र भनेर सल्लाह गरे, सल्लाह गरेर उताको जाँदा खासमा एन्ट्रेन्स यो हो हाम्रो, अनि यहाँबाट हामी चाङ्गु नारायण टेम्पल जान सक्छौँ। यहाँ के खाने, यहाँ म खाउँछु। चटपट त नखाने, एकछिन पछि खाम्ला। खाऊँ न। अनि यही हो पार्किङ। लोकल मार्केट अफ चाङ्गु नारायण। यो सबै ल होमस्टे पनि छ। नारायणी भोडेल@gmail.com मा मेल गर्नु होला कपडा चाहियो भनेर कि। ए होइन, होमस्टे। होमस्टे लोकल मार्केट। सुजता फार्मेसी। त्यहाँनिर क्या मेन्टेन छ कि होइन। यो सबै हेर्न सक्नुहुन्छ। एउटा कन्सिस्टेन्सी छ कि, कन्सिस्टेन्सी देखियो भने कस्तो राम्रो छ कि। एकदम सफा छ। एकदम क्लटर्ड छ तर पनि अलिक ठिक्कै देखाएको छ। सोफा पनि छ। स्मेल समथिङ काश्मीर सल। काश्मीर लाज लागेर फोटो नखिचेर होइन। सिनेमेटिक मोडमा तपाईँले फोकस गर्दा त सेतै छ। देखो न गाइस, देखो न, देखो न, अहिले देखो न। हामी चाङ्गु नारायण जाने बाटोमा छौँ। चाङ्गु नारायणमै छौँ हामी। चाङ्गु नारायणमै छौँ रे, सरी। नहीं कि तू जौन सोचा था नहीं कि का हमाइल बनेगा। दिस इज द भ्यू। हामी एउटा क्याफेमा बसेर अहिले यसो गफ गर्छौँ। सो यो चाहिँ भ्यू छ हाम्रो। काची क्याफे। ताखाचे क्याफे चाङ्गु नारायणमा। दिस इज अस। दिस इज मी। दिस इज अस। अलि ग्रामेटिकली करेक्ट होला जस्तो लाग्छ मलाई। कस्तो टर्केको स्क्रिन। Let's come to the topic. We do not do skin care. Still we are signing. ल हरिओम। गोरो देखिदिनु हुन्छ त यार, खैरी हो कि क्या हो? ल हामी दर्शन गरेर आयौँ। फोन त उल्टो देखिरहेको रहेछ त क्यामेरामा कि। ठिक छ, फर्किँदाखेरि एउटा बाजेले लगाइदिनु भयो, हामीले पनि बाजेलाई के दियौँ। यस्तै हो जिन्दगी। एक्सचेन्जमै चलिरहेको छ, इन्फ्लेसन एकदम धेरै छ। सबजनाले के अरे ऊ गरिरहेको छ नि, के भन्छ त्यसलाई, एसआइपी। काम छैन केटा हो, केटी हो पनि। अब भयाङ झरिरहेको गोइङ डाउन। सन इज सेटिङ। देखिया छ कि नै? कस्तो मोटो जस्तो देखाएको मोटो है। ल ल अर्को अब हामी त्यो अघि न भर्याङवाला बाटो जाँदैछौँ। साथीहरू त फेरि कति खगे यहाँ साथीहरू। दिस वाज चाङ्गु नारायण, युनाइटेड नेसन वर्ल्ड हेरिटेज साइट। नेपालको एकदम यहाँ एउटा ओल्डेस्ट टेम्पल। विद्यालय नि छ। दोलागिरी माध्यमिक विद्यालय। नाइस। यहाँ पढ्नेहरू पनि एकदम रमाइलो होला क्या विद्यार्थीहरूलाई।